नमस्कार क्रिकेट प्रेमीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज हामी चर्चा गर्दै छौं नेपाल प्रिमियर लिग 2025 पहिलो क्वालिफायर म्याच जुन सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा खेलिएको थियो। एकदमै रोमाञ्चक अपेक्षा गरिएको यो खेल अन्ततः सुदूरपश्चिम रोयल्सको एकलौटी दबदबामा समाप्त भयो। रोयल्सले विराटनगर किङ्सलाई 77 रनको विशाल अन्तरले हराउँदै लगातार दोस्रो पटक एनपीएल को फाइनलमा स्थान सुरक्षित गरेको छ। आजको विश्लेषणमा हामी हेर्नेछौं कसरी सुदूरपश्चिमले लिग चरणको हारको बदला लियो र विराटनगर किन यति नराम्रोसँग चुक्न पुग्यो। विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो जुन सही जस्तो देखिएको थियो। विराटनगरका बलरहरू खासगरी मर्चेन्ट डी ल्याङ्गे र प्रतीश जीसीले सुरुवाती ओभरहरूमा राम्रो नियन्त्रण कायम राखे, तर सुदूरपश्चिमको इनिङ्सलाई स्थायित्व दिए ओपनर विनोद भण्डारीले। उनले एक छेउबाट धैर्यतापूर्वक ब्याटिङ गर्दै इनिङ्सलाई अगाडि बढाए। विनोदले 52 बलमा 63 रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले जसले टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ लैजान आधार तयार गर्यो। बीचको ओभरमा केही विकेट गुमाए पनि सेल्डन ज्याक्सनले 11 बलमा 20 रनको तेज सुरुवात दिए र अन्त्यतिर आरिफ शेखको 13 बलमा 20 रनको आक्रामक योगदानले सुदूरपश्चिमलाई 20 ओभरमा 155 रनको सम्मानजनक योगफलसम्म पुर्यायो। 160 कोलम्बो नजिक पुग्नु नै सुदूरपश्चिमको जितको मुख्य आधार बन्यो। विराटनगरका लागि डी ल्याङ्गे र प्रतीश जीसीले 2 देखि 2 विकेट लिए। 156 रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर किङ्सका लागि सुरुवात नै विपत्तिको संकेत बन्यो। टोलीको ठूलो नामहरूले भरिएको शीर्षक्रम पूर्ण रूपमा फ्लप भयो। पहिलो ओभरको पहिलो बलमै सैम हिजलेट शून्यमा आउट भए। त्यसपछि एक भयानक तालमेलको कमीका कारण मार्टिन गप्टिल रनआउट भए अनि नरेन भट्ट पनि शून्यमै आउट भएपछि विराटनगरको स्कोर 2 ओभरभित्र 3 रनमा 3 विकेटको नाजुक अवस्थामा पुग्यो। यस विपत्तिमा एक्लै लडिरहेका थिए फाफ डु प्लेसिस। उनले 29 बलमा 36 रनको जुझारु पारी खेलेर इनिङ्सलाई सम्हाल्ने प्रयास गरे, तर अर्को छेउबाट कसैको साथ पाएनन्। डु प्लेसिस आउट भएपछि त विराटनगरको ब्याटिङ टास्कको घर चाहिँ ढल्यो। अन्ततः विराटनगर किङ्स 14.1 ओभरमा जम्मा 78 रनमा अल आउट भयो। सुदूरपश्चिमको जितमा ब्याटिङको आधार त बन्यो नै, तर बलरहरूले त्यसलाई झनै बलियो बनाए। विदेशी खेलाडी स्कट कुगलेनले 3 ओभरमा मात्र 9 रन दिएर 2 विकेट लिँदै विराटनगरको मध्यक्रमलाई ध्वस्त पारे। यस्तै भारतीय स्पिनर हरमित सिंह र नेपाली तेज बलर अविनाश बोहराले पनि 2 देखि 2 विकेट लिए। सम्पूर्ण बलिङ एकाइले सामूहिक रूपमा उत्कृष्ट प्रदर्शन गर्यो। उनीहरूको चुस्त र आक्रामक बलिङ अगाडि विराटनगरका ब्याट्सम्यानहरूले कुनै पनि साझेदारी बनाउन सकेनन्। यस उत्कृष्ट प्रदर्शनका लागि सुदूरपश्चिमका नायक विनोद भण्डारी प्लेयर अफ द म्याच घोषित भए। यो जित सुदूरपश्चिम रोयल्सका लागि केवल फाइनलको टिकट मात्र होइन, लिग चरणमा विराटनगरसँग भोगेको हारको एक शानदार बदला पनि हो। रोयल्स अब सिधै फाइनलमा पुगेको छ र उपाधिका लागि तयार छ। अर्कोतर्फ विराटनगर किङ्सको लागि यो हार निकै लज्जास्पद रह्यो, तर चिन्ता मान्नु पर्दैन। नियम अनुसार उनीहरूले फाइनलमा पुग्नको लागि अर्को मौका पाउनेछन्। उनीहरूले अब क्वालिफायर -2 मा एलिमिनेटर राउन्डको विजेता काठमाडौँ गोर्खाज वा लुम्बिनी लायन्ससँग भिड्नु पर्नेछ। विराटनगरले यो ठूलो हारलाई बिर्सेर क्वालिफायर -2 मा नयाँ रणनीति सहित मैदानमा उत्रिनु आवश्यक छ। तपाईको विचारमा सुदूरपश्चिम रोयल्स फाइनलमा कसरी प्रदर्शन गर्ला, वा विराटनगर किङ्सले दोस्रो मौकामा बाजी मार्ला? तल कमेन्ट बक्समा आफ्नो विचार व्यक्त गर्नुहोस्। यदि तपाईलाई यो विश्लेषण मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै रोमाञ्चक क्रिकेट विश्लेषणहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद र अर्को भिडियोमा भेट्नेछौं।